एकदमै धेरै यौन सम्पर्क गर्न खोज्ने महिलाहरू भनेको 40 वर्ष नायिकाले गर्न धेरै खोजेका हुन्छन्, तर श्रीमानहरूले त्यो उमेरको महिलासँग गर्न मान्दैन, किनकि उनीहरूको दुल्को अलि धेरै नै खुकुलो भएको हुन्छ र धेरै जसो पुरुषहरूले बाहिरतिर टाइट दुल्को खोजीमा हिँड्ने गर्छन्। यो भनेको एकदमै ठुलो भूल हो केटाहरूको, किनकि महिलाको दुल्को सानो ठुलो बनाउने भनेको उनीहरूकै हातमा हुन्छ। यदि राम्रोसँग इमोसनमा लिन सक्ने हो भने बस जुन खुसी तरुणीबाट मिल्छ त्यो भन्दा बढी खुसी 50 वर्षको महिलासँग मिल्छ। अनि मजा आउने भनेको दुल्कोले मात्र होइन, त्यो भन्दा बढी मजा आउने भनेको उनीहरूले दिएको रियाक्सनले दिन्छ। अनि आफ्नो श्रीमतीसँग जति खुलेर दुल्को खोलिन्छ नि त्यति नै खुलेर अरूसँग गर्न सकिँदैन। श्रीमती भनेको जति नै उमेर छिप्पिएकी होस् उनीसँग गर्दा जस्तो ढुक्क मन अरूसँग हुँदैन। मान्छेले भन्छन् अब बुढी भई धान्न सक्दिन भनेर, तर महिलाहरू जति बुढी हुँदै जान्छन् बस त्यति नै उनीहरूलाई यौन सम्पर्क चाहिएको हुन्छ, किनकि त्यो उमेरमा महिला कुरेर बस्ने सिंगल हुन्छन् र मनमा धेरै कुरा खेलाउँछन्, कुरा गरेर टाइम बिताउने मान्छे खोजेका हुन्छन्। अनि महिलाहरूको माइन्ड छिटो फ्रेस हुने र मनलाई शान्ति पार्ने भनेको दुल्को खोलाउनु नै हो, तर पुरुषले यो कुरा बुझ्दैन। त्यही कारणले गर्दा वर्षौंदेखिको नाता टुक्राएर भर्खरको केटासँग जान्छ। महिलाहरूलाई 3 पटक आफूलाई सम्हाल्नै नस्कने गरी जवानी आउँछ। पहिलो पटक कुरकुरे बैस आउँछ, अनि 30 वर्षको उमेरमा आफूलाई सम्हाल्नै नस्कने हुन्छ। यदि आफ्नो श्रीमानले बुझिरहेको छैन भने, कुनै केटाले मनको कुरा बुझिदियो भने घरबार बिगारेर पनि जाने डर हुन्छ। र 30 वर्षकी महिलालाई उनको रूपको तारिफ गरेको भन्दा पनि उसको दुःखलाई बुझ्ने केटा भयो भने छिटो पट्टिने गर्छन् र सजिलै दुल्को खोल्न पनि दिन्छन्। र लास्टमा भनेको 50 वर्षको उमेरमा लास्टै सम्हाल्नै नस्ने गरी बैसाएको हुन्छ, त्यतिखेर पनि महिलाहरू लास्टै खुलेर यौन सम्पर्क गर्ने गर्छन्। कुनै पनि महिलाले जानी घरबार बिगार्न खोजेका हुँदैन, बस उनीहरूले आफ्नो इच्छा पूरा गर्न खोज्छन् जुन श्रीमानले दिन सक्दैन। त्यसैले मैले सबै पुरुषहरूलाई के भन्छु भन्दा, घरभित्र सुख शान्ति आउने भनेको श्रीमती खुसी भएको हुनुपर्छ, र जुन खुसी बिस्तारा दिने गरिन्छ त्यो भन्दा ठूलो खुसी एउटी नारीलाई केही पनि हुँदैन, किनकि उसले आफूलाई खुसी राख्छ होला भनेर नै बाउआमा छोडेर आएकी हुन्छ हो। यदि लामो समयसम्म यौन सम्पर्क गरेर खुसी बनाउन सकिँदैन भने कमसेकम मिठो कुरा गरेर बस्न त सकिन्छ। अनि श्रीमतीले श्रीमानलाई खुसी बनाएपछि ऊ पनि त खुसी हुने हक हुन्छ। त्यसैले लङ टिक्न सक्दिन भन्ने थाहा छ भने जिब्रोले टुप्पोमा खाने खेलाउने गर्दा पनि महिलाले एकदम छिटो सन्तुष्ट भएको महसुस गर्छिन, उनी खुसी हुन्छन् भने घिन मानेर त भएन नि, होइन। यौन सम्पर्क गर्नु र अरूसँग गराउनु नराम्रो कुरा होइन, यसले त झनै दिमागलाई ठाउँमा राख्न कन्ट्रोल गर्छ। बस मन मिल्ने मान्छेसँग गर्नुपर्छ। तर हाम्रो समाजमा म जस्तो खुलेर बोल्ने मान्छे नभएको कारणले गर्दा अलिकति शिक्षाको बारेमा कमी भएको। यदि राम्रो तरिकाले पढाउने हो भने अब आउने पुस्ताहरू एकदमै ठूलो रोगबाट पनि बस्न सक्छन् र बलात्कार जस्तो कुरा पनि कम हुने चान्स हुन्छ र महिलाहरू डिभोर्स दिने जस्ता कुरा पनि कम हुन्छ। जसले जे पनि भनोस्, तर मान्छेको सबै खुसी घरबार र परिवार मिलेर बस्ने भनेको श्रीमती खुलेर गर्नु नै हो। त्यसैले आफ्नो श्रीमतीसँग खुलेर गरौँ। यदि तपाईँले सक्नुहुन्न खुसी दिन भने महिलालाई माथिबाट आफै गरा भने पनि हुन्छ। यस्तो गर्दा उनीहरू छिटो थाक्ने भएको भएर खुसी छिटो मिल्छ र जति खुलेर गर्नुहुन्छ घरबार त्यति नै मजबुत पनि हुन्छ।